blow your mind. If you're contemplating the end, step towards the sea. As the waves envelop you, the instinct to live will overpower. It's not your life you wish to end, but something within you that you wish to silence, arrive at any moment. In doing so, your spirit stays as pristine as if preparing to meet your final moments. Number 3. My appearance may not turn heads, but I offer a helping hand where it's needed most. True beauty pulses in the actions of the heart, not in the mirror's reflection. Number 4. Every challenge presents a trinity of choices, to embrace, to alter, or to walk away. Number 5. Extends beyond physical affection or poetic moments. It's rooted in the steadfast commitment to stand by each other through every trial. Number 6. We dwell in a world where academic achievement is measured in grades, if you agree, and pass it to someone who needs it. God bless. Everything is fair in love and war. प्रेम र युद्धमा सबै चीज जायज हुन्छ। पुण्य भनेको धर्म। त्यसकारणले धर्म टेलिभिजनले धर्मै धर्म गर्छ, पाप यसको शब्दकोशमै छैन। तपाईहरुलाई लटालट प्रगति उन्नति हासिल हुँदै जाओस्, सफलताको सगरमाथा चढ्नुस्। तपाईलाई धन्यवाद भनिन, तपाईप्रति आभारी प्रकट गरिन भने नर्क खस्ने खतरा हुन्छ। इन्टायर टिम तपाई लगायत यो इन्टायर टिमलाई अब जामजाम अतिथिलाई सिस्टु पानी हान्ने शौक राख्नुहुन्छ, त्यो भावनाले तपाईको यो टिमलाई अब अलिकति छड्के सलाम। हजार जिन्दा भएका शेषनाग चाहिएला आजको कार्यक्रमको महिमा वर्णन गर्न। नेपालमा आउन आएकोमा अत्यन्तै हर्षित छु। नेपाल में कितनी इसकी चर्चा है मुझे मालूम नहीं है। नेपाल भी अब आईपीएल में जुड़ गया है। मुझे बताया गया है कि पहली बार नेपाल का एक नौजवान खिलाड़ी संदीप लमिछा ने आईपीएल में भाग ले रहा है। आने वाले समय में हमारे पीपल टू पीपल संबंध जायज हुन्छ। एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार। प्रेम र युद्धमा सबै चीज जायज हुन्छ। सम्भवतः उहाँ आफ्नो जीवनको एउटा अनौठो किसिमको युद्ध पनि लडिरहनु भएको थियो, चुनौतीहरूको सामना गरिरहनु भएको थियो। एकै रातमा, एकै मिनेटमा, 1 घण्टामा कसरी 10,000 रुपैयाँ। हजुर। 1 2 3 4 5 6 7 8 9 10 10,000 रुपैयाँ र 10,000 रुपैयाँ नानु तिम्रो र बुवाको उपचारको लागि म यो सहयोग गर्दैछु है। हजुर, धेरै माया गर्नुभयो अङ्कलले। हरिप्रसाद दाहालजी नमस्ते, म पुण्य गौतम। तपाईको लागि 10,000 रुपैयाँ तपाईको बिचरा छोरी हुनुहुँदो रहेछ। अहिले जति सकेको म आफै पनि बिरामी छु। तपाईको लागि 10,000 मैले तपाईको छोरीलाई दिएको छु। तपाई नशा रोगको उपचार गर्दै हुनुहुन्छ। मलाई बचाउनलाई प्रयास गरिराख्नु भएको छ। यो मलाई 10 करोड जति यस्तो दान गर्नु भएको छ। म रेडी छु तपाईप्रति, म आभारी छु तपाईप्रति। तपाईले यसरी आफू चलेर धरतीमा अरूलाई बचाउनु भएको छ। मेरा माया शेर्पाजी र तपाईको बिचरा छोरी आउनु भएको छ। नेपाल आउँदा मलाई कुनै राजनीतिक भ्रमण भन्दा अलग एउटा छुट्टै आध्यात्मिक अनुभूति हुन्छ।